आज अप्रिलको 4 होइन अप्रिल 4 तारिक होला सायद है। अनि गुड फ्राइडे इस्टरको चाहिँ छुट्टी। अनि यो समयमा चाहिँ म चाहिँ अहिले टोलेडोमा आएको होइन। अनि यहाँ मेरो साथीहरू भाइहरू छ, यिनीहरू चाहिँ आएको थिएन। अनि यिनीहरूलाई मैले चाहिँ यहाँनिर गाइड गर्न लिएर आएको। यो भाइको नाम चाहिँ सरोज होइन, तिम्रो नाम? भाइको नाम ऋषि है। नमस्ते, मेरो नाम ऋषि भुजेल। म ऋषि ने बनेको भन्छु। भाइको नाम चाहिँ के हो भाइ? भागिने बानी होइन के रे अघि भएर आएको थियो शिक्षण। अनि यो मेरो साथीभाइ अरे बहिनी। अनि यहाँ एउटा नयाँ भाइ हुनुहुन्छ, उहाँ चाहिँ इन्डियाबाट अरे होइन, नयाँ भर्खर आउनु भएको रहेछ। अनि यिनीहरूले चाहिँ पुरा होइन भोक लागेर कि अनि त्यहाँ केबाब लिएर आएको। खै केबाब यहाँनिर पुरा केबाब खाएर अनि त्यसपछि हामी फेरि घुम्ने। फेरि ठ्याक्क यो टोलेडोको चाहिँ सेन्टरै भनौँ न होइन। यहाँ चाहिँ म 4 चोटि भयो अहिलेसम्म आएको चाहिँ होइन। अनि यहाँको बारेमा चाहिँ मलाई हल्का थाहा, पुरै त थाहा छैन। यहाँ चाहिँ धेरै टुरिस्टहरू आउँछ क्या होइन। अनि आज चाहिँ अब फेस्टिभलको समयमा थोरै मान्छे हुन्छ होला भन्नाले चाहिँ यति धेरै मान्छे रहेछ, खुट्टा टेक्न ठाउँ छैन। बाफ्रे, भाइले चाहिँ हाम्रो चाहिँ होइन केबाब खान थालेको छ। केबाबको चाहिँ पुरा झोल निस्केछ है, पुरा के अरे औँला चाटिरह्यो। खै अनि भाइको कस्तो छ? भाइको त राम्रो छ त नि है। मेरो नि कस्तो राम्रो छ, तर खोले होइन, खोलेपछि राम्रो देखिन्छ होला। यो केबाब चाहिँ इच वानको चाहिँ 450 युरोज है, 450 सेन्टिमस युरो होइन। नट ब्याड होइन, एक्सपेन्सिभ छैन, राम्रै छ होइन। यस्तो टुरिज्म एरियामा ल खाऊ न, त्यस्तो गाह्रो हुँदैन। मुख कहाँ गर्ने गममा खाने खै ल। हो कस्तो मिठो हो। तर मलाई चाहिँ खासै अब यस्तो होइन स्ट्रिट फुडहरू चाहिँ अब त्यस्तो इन्ट्रेस्ट लाग्दैन होइन। म चाहिँ अब के भन्ने अब, तर पनि आहा ओठमा पनि लागेको छ पुरा। मिठो ह, मिठो होइन पिरो ह, नुनी ल। अनि यहाँ भाइ बहिनी साथी अर्को भाइ पुरा होइन के भन्छ होसारी राख भन्छ होइन, त्यसकन खानालाई होसा। आम्मा ल है हजुर, कति राम्रो भ्यू है। माई गॉड सो ब्युटिफुल है। यो चाहिँ अनि मेरो ब्युटिफुल डार्लिङ कस्तो लागिरहेको? एकदम रमाइलो, सास फेर्न सजिलो भइरहेको हजुरलाई? एकदम सजिलो छ अहिले। यसो हिँड्न चाहिँ लास्टै बोरिङ छ है, तर होइन के गर्नु है, यो उकालै चढ्दैन यो, छ्या गर्छ बिचरा। अनि ओह्राला हुन्छ फुर्लुङ भागेर हैरान। अब बाटोहरूलाई छ ऊ त्यहाँ पुरा होइन। एउटा साथीलाई चाहिँ पुरा जाडो भइरहेको रहेछ, टन्नै लाएर ज्याकेट लाहा होइन। पछाडि त कभर अफ छ खोइ के थाहा होइन। अब क्यामेराम्यानको अब टेक्निकल हो नि त। अनि अब पुरा होइन फोटो खिच्ने मान्छेले त्यो कभर अफ भए पनि फोटो खिच्छ क्या। कति राम्रो छ यो भ्यू चाहिँ। ओ माई गड है, धेरै मान्छे छ, सबैजना फोटो खिच्ने हेर्ने होइन। जाऊँ अब अर्को ठाउँतिर है। एकछिन मेरो फोटो खिच्छ। चारजना बस्नु म खिच्छु। 4 जना। हाम्रो ऋषि भाइ चाहिँ खतरा फोटो खिच्दो रहेछ कि होइन बिचरा होइन। अब भाइको चाहिँ कसले खिचिदिने थाहा होइन। कस्तो राम्रो गल्लीहरू छ होइन, पुरानो गल्ली। ओ माई गड होइन, कस्तो लागिरहेको है, सुनसान भुताउला है। जुन बाटो गएको त्यही बाटो फर्किन्न कि यो गल्लीहरू भनेको कुरा त होइन। कस्तो राम्रो छ गल्ली। मेरी माया डल्ली हिँड्नुपर्ने हल्ली भने जस्तै गल्ली। ओ माई गड कति राम्रो के है। कस्तो लाग्दैछ भाइहरू? कहाँ सुन्छ उनीहरूको कानै छैन क्या। ओ माई गॉड मेरो मोबाइल उडाइदिए। ऊ कति राम्रो त्यो भ्यू हेर्नु चर्चको। यहाँ चाहिँ प्रायः चर्च हुन्छ क्या होइन, म्युजियम होइन, राम्रो। हेलो हो छिटो ओह्रालोमा त मेरो साथी दौडिन्छ नि। ओ माई गॉड
अनि यस्तो गल्लीमा पनि होइन उनीहरूको यो चाहिँ प्राइभेट गाडी भनौँ न आफ्नो घर भएको मान्छेहरूले चाहिँ गाडी लिएर हिँड्न मिल्छ है एकदम राम्रो होइन पुरानो बस्ती अनि होइन मेरो त भलक हो भलक 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 गल्ली घुम्दा घुम्दै फेरि मान्छेहरूको भिडमा आइपुग्यो के झुन्डाको त्यहाँ त पुरा भाँडाकुँडा झुन्डाइरहेको रहेछ फेरि भिडभाडमा आइपुग्यौँ है भाइ 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 ओ भाइ 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 यता आउनु यताबाट चाहिँ छिराम न किनभने मान्छे तलतिर आइरह नि त यता केही होला कि यता जाउँ न पहिला ओके क्युट गल्ली होइन घुम्दै हो हेर न यहाँ घाम लागिरहेको घुम्दै छ अनि यिनीहरू घुमेको होइन हिँडिरह कुकुर पनि रहेछ पुरा कुकुरलाई पनि घुम्नु ल्याएको जस्तो छ यस्तो कपडाहरू राखेको चाहिँ टुरिस्टहरूले चाहिँ खुब मन पराउँछ नि त होइन यो त कति राम्रो रहेछ है दिल्ला हुन्छ निस्तालाई हुन्छ यहाँ तरबारहरू हेर न त्यहाँनिर पुरा होइन आर्यन पेन भन्छ नि होइन नो आई मिन स्पेन भने जस्तो यस्तो छ ब्युटिफुल होइन हबिबी होइन हबिबी कम टु के दुबई होइन स्पेन पानी त सुकाएछ कि क्या हो यार अलि डार्क डार्क भयो भने चाहिँ झन् दामी आउँछ क्या यो पानीमा चाहिँ ठ्याक्कै होइन त्यो यसको चाहिँ होइन छाया आउँछ क्या फोटो खिच्ने बेलामा होइन लास्ट इयर चाहिँ मेरो छोरीले मलाई खिचिदियो कस्तो मजा छ त्यसले यसमा देखिन सक्छ होला हेर म त उतापट्टिबाट आउँछ क्या पानी भरि भएको भए ठ्याक्कै होइन त्यो अगाडिको त्यो चुचुरो चाहिँ यो पानीमा कस्तो मजाले देखिन्थ्यो तर पानी नै रहेन रहेछ कि अहिले त अब अहिले चाहिँ यहाँ होइन भाइहरू बहिनी दिदी चाहिँ होइन पुरा होइन अब थकाइ लागेर रेस्ट गर्दैछ होइन अब बाजे जानु कस्तो बिचरा कस्तो रेस्पेक्ट गरेको भिडियो बनाएको त वेट गरेर बसिरहेको रहेछ होइन अनि यता हाम्री दिदीले चाहिँ पुरा होइन काइँ साइँ ल्याउनु भएको रहेछ कपाल सपाल कुरेर है फेरि हिरोनी मारेर लिपस्टिक लाएर यिनीहरूले त आमामा म त छक्कै परेँ अनि अब हामी चाहिँ कति बज्यो यतिखेर 4 बज्ला होइन कि 4 बज्यो ए 4:30 हुन लागेछ त 4:20 भएछ अब चाहिँ घर जानुपर्छ बिस्तारै आजको हाम्रो तोलेदो यात्रा चाहिँ हो भाइहरूलाई कस्तो लाग्यो थाहा भएन होइन गल्ली गल्ली घुमाइदिएको गल्ली गल्ली घुमाइदिएको बिचरा भाइहरू रन भुल पर्यो है कस्तो लाग्यो भाइ भाइलाई कस्तो लाग्यो रे भाइ एकदम मोबाइल एकदम इन्जोय भइरहेछ साँच्चै हो भाइ मोबाइलबाट आँखा झिम्काउँदैन बाहिर होइन अब खै इन्जोय भयो कि भएन थाहा भएन हाम्रो ऋषि भाइलाई कस्तो लाग्यो एकदम मोबाइल छ मेरो नामले भन्नु म के भन्नु नि अनि हाम्रो के अरे आपको कैसा लगा के अरे भाइको नाम के बिर्सेँ यार मैले त शिक्षण भाइलाई कस्तो लाग्यो एकदम रमाइलो है गफ हान्दिएको यो भाइले चाहिँ यति मलाई दिमाग खराब गर्यो उत्तम भाइ क्यापवाला भाइलाई चाहिँ कस्तो लाग्यो उहाँ चाहिँ इन्डियन हुनुहुँदो रहेछ होइन भर्खर नयाँ आउनुभएको है अनि अमृता है अमृता बिचरा गर्मी भएर मलाई चाहिँ गर्मी भएछ अमृताले ज्याकेट लगाएको देखेर है ज्याकेट किन्नु खोल्यो भनेको उसलाई जाडो भयो अरे बिचरा है अनि यता अब धेरै कुद्ने मान्छे यता हुनुहुन्छ तपाईँलाई कस्तो लाग्यो दिदी जति हिँडेर नथाक्ने हामीले भेट्नै नसकेर हैरान हामी खोज्दा खोज्दा एकदम रमाइलो लागेछ है थ्याङ्क यू सो मच नयाँ ठाउँमा घुमाएकोमा ल ठिक छ त खै यता हेरौँ त यस्तो राम्री हुनुहुन्छ मेरो दिदी उहाँको नाम चाहिँ निस्ता प्रधान बस्नेत ल ठिक छ आजको लागि यति नै है मोबाइलमा बोलिरहन नि झ्याउलायो यसो अब घुम्नु पर्यो मोबाइल गोजीतिर हालेर गाइज होइन